मैले म त आइपुगे आया मिमी अनि मिमी आउनुभएको सो गाइस हाम्रो मिमी पनि चाहिँ पाहाडबाट आइसक्नु भएको छ र अनि मिमी पाहाडमा के गर्नुभयो नाचिरहे अनि मिमी त पाहाडमा मजा के त मजा त यसै मजा तेरो अनुहार हेर्दा पहाडै मजा मिमी तपाईको सबैभन्दा प्यारो नाति को त हुँदै होइन अनि मिमी मलाई पाहाडबाट के ल्याइदिनु भयो नि ए केरा ल्याइदिएको छु खान्छस् खाइहाल्छस् नि बादर मम्मी यो मिमी किन माथि गिर्सेको अस्ति तले मिमीलाई गाडी चलाउने बेला के भइदिस अस्ति मिमी यही बाटो आउने हो नि गाडी गाडी यही बाटो आउँछ ल के छैन मिमी पाहाडमा गएर चिन्ता नगर्नु मिमी नागी गरिसकेपछि आइहाल्नु ढिलो भयो भने मै आउँछु मिमी 10-12 दिन मात्र तँ भन्दा बेसी ढिलो भयो भने यो पल्सरमा आउँछु म लिनु चिन्ता नगर्नु ल राम्ररी जाने है त मिमी यहाँ छ ब्यागहरू अबे हेर्दा मङ्सिर पुष माघ फागुन चैत वैशाख अनि 6 महिना भइसकेछ अनि सिउँदा त मिमी मिमी तपाईँ कस्तो रिसन भयो क्या नर्सनु मिमी जन्म तपाईँ लिन आउने भन्दै थिएँ क्या मिमी यता जाँदा उता जाँदा यस्तो टाइमकै पाइनँ क्या मिमी भयो तेरो बाना नसुन है जे भए पनि म तपाईँको नाति त मलाई माफ गरिदिनु न राम्रो नातिनी बुहारी ल्याइस् भने मात्रै माफ दिन्छु अबे मिमी छ नि बुहारी छ नि बुहारीको नाम चाहिँ नि मिमी यो बाउनी बाबु नातिनी बुहारी छ नि बाबु रानी हुनु पर्यो के भयो यो मिमीलाई मैले नातिनी बुहारी बाउनी बिहे गर्छु भनेको कुन जन्म बुढो भए पनि कति साह्रो लात हानेको बुढी तैँले बुहारी ल्याइस् भने राई नै हुनु पर्यो के रहिनु बाउनी ल्याउ कि छेत्री ल्याउ कि तामाङ ल्याउ कि लिम्बुनी ल्याउ कि जेसुकै ल्याउ मेरो मर्जी मेरो जिन्दगी म त बाउनी ल्याउने हो होइन हेलो यो बाउनी त्यो मेरो घरमा त्यो मेरो घर भनेर पनि मेरो घरमा थपायो तिमी बाउनी हो भने मलाई कोही के गर्न चाहिँ मलाई आएर भगाएर लिएर जाऊ